चुनावी माहौलमा सह अस्तित्वको सन्देश। देश यति बेला निर्वाचनको सङ्घारमा छ। चोक चोकमा बहस छन्, सामाजिक सञ्जालमा मतभेद छन्, घरभित्र र चिया पसलमा फरक फरक विचारहरू गुन्जिरहेका छन्। लोकतन्त्रको यही सौन्दर्य हो जहाँ नागरिकले आफ्नो मत, विचार र चाहनालाई स्वतन्त्र रूपमा व्यक्त गर्न पाउँछन्। मतदान गर्नु नागरिकको नैसर्गिक अधिकार हो। कसलाई भोट दिने, कसलाई भोट नदिने, यो निर्णय प्रत्येक मतदाताको विवेक, विश्वास र अनुभवले तय गर्छ। यो अधिकार कसैले खोज्न सक्दैन। न त डर, दबाव वा गालीले नियन्त्रण गर्न मिल्छ। असहमति लोकतन्त्रको शत्रु होइन, घृणा र अपमान मात्र हुन्। निर्वाचन आउँदा समाजलाई दुई ध्रुवमा बाँडिनु स्वाभाविक जस्तै देखिन थालेको छ। तर फरक विचार राख्नु र एक अर्कालाई शत्रु ठान्नु एउटै कुरा होइन। आज एउटै टेबलमा बसेर चिया पिउनेहरू भोलि फरक पार्टीको झण्डा मुनि उभिँदा पनि मान्छे नै रहन्छन्। चुनाव सकिएपछि हामी फेरि यही समाजमा सँगै बाँच्नुपर्छ। भाइचाराको सम्बन्ध स्थापना गर्नुपर्छ। साथी, छिमेकी र सहयात्री भएर बाँच्नुपर्छ। लोकतन्त्र गालीबाट होइन, संवादबाट बलियो बनाउनुपर्छ। समर्थन उत्साहका साथ होस्, तर सम्मान नछुटोस्। बहस तीखो हुन सक्छ, तर मन कट्टु नबनोस्। फागुन 22 पछि पनि हामी यही सडकमा हिँड्नेछौँ, यही समाजमा सास फेर्नेछौँ, यही समाजमा भाइचाराको सम्बन्ध स्थापित गर्नेछौँ। आज मत फरक होला, तर भोलि फेरि एकअर्काको आवश्यकता हुनेछौँ। भोट हाम्रो अधिकार हो, विचार हाम्रो पहिचान हो। जित हारभन्दा माथि मान्छे रहन सक्नु नै लोकतन्त्रको सबैभन्दा ठुलो जित हो। त्यसैले मत हालौँ, मन नटुटाउँ। नेपाली हामी रहोला का नेपालै ना